हेलो गाइज न्यू डे विथ न्यू ब्लग पार्ट 2 है। आज चाहिँ कहाँ जाने अब आज स्वयम्भू पुग्छ कहाँ पुग्छ अहिले। आज हामी सबै रेडी भइरहेछ। आज हामी चाहिँ यहाँ सुतेको थियो, अरूहरू त रेडी भएर गइसक्यो। अब हामी जाने हामी चाहिँ होटेलबाट चेकआउट भएर यहाँ खाँदै माछा पोखरीमा चाहिँ आएर हामी अब स्वयम्भू जान लाग्यो। रमाइलो छोडेको बौद्ध स्वयम्भू आइपुग्यो। आजको बिहानै हाम्रो मर्निङ चाहिँ स्वयम्भूमा अम्बा फालेर राख्यो। विदेशीहरू रहेछ त्यहाँ। हजुर टाढै उकालो छ त सिधै पुग्यो। We are on the top. गरेर ल काठमाडौँ है, यो काठमाडौँ भ्याली। यो फोटो अब चाहिँ हामी के अरे स्वयम्भूबाट फर्किरहेको तल कालो देखिरहेको छ घामले गरेर। यार मान्छे कालो छु त्यस्तो नभन न यार। ल गरिसक्यो हामी। ए नाम बनाउने वालेट पसलको त यार लस्करै छ नि यहाँतिर त। ओहो कुकुर गार्ड रहेछ, गार्ड। हामी यहाँ टपमा चाय पिइसक्यो। ठुलो रहेछ यो चाहिँ, वाइल्ड ठुलो रहेछ। लम्बा पनि बस्नु पर्यो ल होइन हुन्छ। भर्खर चाहिँ हामी बाँसुरी बजार सुनेर अब यहाँ दौडी हामी यहाँ माथि गएको छैन यहाँ चाहिँ। अब घुमेर फर्किसक्यो है त, स्वयम्भू घुमेर हामी फर्किसक्यो। अब भर्खर ड्राइभर हाम्रो यहाँ हो। ड्राइभर दाइ त हेरेर चाहिँ के फर्किने कि हामी अनि दाइ ओ यहाँ यो हेरौँ न यो 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 अब गोदाबारी जानलाई सबैजना यहाँ भ्याली भएर के अरे भ्याली सबैजना यहाँ बस आइरहेछ, जम भइरहेछ। अब गोदाबारीतिर लाग्ने हामी।
गोदावरी आइपुग्यो। ओए गुड लक रे, गुड लक। 100 रुपियाँको माललाई मलाई 150 मा भिडाइदियो। कसले किन मै किन्न लाएर चाहिँ मैले नकिन् त्यस्तोहरू। गोदावरी आइपुग्यो यही अब। भन्दा राम्रो के यसको नि बाटो खाली हैन 100 रुपियाँ मात्रै यो 150। ल अब चाहिँ बोटानिकल गार्डनभित्र छिरिसक्यो हामी। फोड्यो पपकर्न। ओ त्यसरी नमामा अनि हातले फाल्न नफाल। हातले बाल्दै फेरि। We are very good students, disciplined students. Wow. खै एउटाले त कस्तो हुने चढाएको चढाएको एउटा। कस्तो गर्ने कस्तो राम्रो छ है गोदावरी। पनि एरिया रहेछ नि। ए दिन मेरा मन ला तेरो मेरो बिना मनमा। डेकोरेसन काम भइरहेछ। कता रहेछ यो चाहिँ। Hello sir. बोजो बेतलौरी रे छ यहाँ धेरै छ यहाँले। हामीले छुट्याइरहेको रहेछ यो चाहिँ। त्यो पहिला त त्यो बोटानिकल गार्डन त पहिला नि गएको हेर्न छिरे यो चाहिँ आएकै थिएन पछाडि राम्रै रहेछ। दसैँ होस् इस राम्रो रहेछ है। अति नै बब्बाल शान्त तर ए टौकीको बोट। हाम्रो बाइकहरूको हाम्रो स्कुल बस चाहिँ निस्किहाल्छ। यहाँबाट चाहिँ कहाँ निस्किन्छ थाहा छैन अब तर नि यसो डुल्दै हिँडिरहेको राम्रो रहेछ ठाउँ चाहिँ। नर्सरी बनाइरहेको छ चाहिँ यिनीहरू। ऐसी पनि राखेर चाहिँ घुमिरह्यो। रमाइलो गरेर चाहिँ अब हामी यहाँ फेरि फर्किसक्यौँ। यो सिसाको घरहरूमा यो माथि चाहिँ हामी नजाने अब खाना खान जाने हो। अब अलिकति टाइमले पनि नभ्याउनु भयो। त्यहाँ अरूहरूले त गयो हामी चाहिँ उतापट्टिको पाखाहरू सबै भ्यायो उताहरूको। अब यता चाहिँ नजाने। अब यहाँ अब मन लाग्यो भने जाने नभए नजाने। सिधै उता जाने होइन त। बोटानिकल गार्डन चाहिँ नजाने अब टाइम नभ्याउने भयो। अलि हामी त्यहाँ इन्जोय धेरै गऱ्यो। अनि विद्यार्थीहरू नै आइपुगेर चाहिँ सानो सानो भाइ गमलामा हालेर राखेर चाहिँ फुलहरू यहाँ चाहिँ भाइहरू रहेछ। आमामा रिपोर्ट सब बनाएर। हेलो 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 कुन स्कुलको भाइ? प्रभात कति धेरै छ। हेलो अब हामी चाहिँ बाहिर निक्लिँदा बाहिर पनि रहेछ।
ल अब चाहिँ फर्किनु लाग्यो खानासाना खाएर फेरि पनि कास्ट कलेज पनि आइपुग्यो यत्रो सानो साँगुरो बाटोबाट आइपुग्यो धन्न यता कास्ट रे लाइनमा बस कास्ट कलेज Nagaland College of Agriculture Sciences and Technology चाहिँ 2000 मा हैन इंग्लिश स्टेट 2018 मा चाहिँ इस्टाब्लिश भएको हो र हामीले चाहिँ रिसेन्टली 25 इयर्स चाहिँ पुरा गरेका छौं 25 इयर्स को अस्ति भर्खर हामीले सेलिब्रेसन गरेका छौं मेमा अनि यो चाहिँ साउथ एसियाकै भनौं न हैन सो यो फर्स्ट प्राइभेट एग्रिकल्चर कलेज हो पहिला जुन एग्रिकल्चर कलेज कहिलेकाहीँ चाहिँ अब हामी डिभाइड गर्छौँ नत्र सिङ्गलले भन्दाखेरि 28 वटा जति ल्याब छ अनि हाम्रोमा अस्तिबारी ओपन हाउस भनेर पनि चलेको थियो के भनेको स्टुडेन्टहरूलाई चाहिँ अब बाहिर विदेशमा जस्तै कसैलाई चाहिँ यसो घुम्न मन लाग्छ देख्छ नि हामीले डाइनोसरको होइन त्यस्तै अब पहिला म भाइले सोधेको क्वेसनबाट अलिकति एन्सर दिन्छु है अघिमा भाइले के सोध्नु भन्दाखेरि प्लान्ट क्लिनिकमा चाहिँ के हुन्छ सर भनेर भन्नुहुन्थ्यो नि प्लान्ट क्लिनिकमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि हाम्रो चाहिँ कोर्स छ एउटा प्लान्ट क्लिनिक भन्ने अनि भेटनरी डाक्टरहरूको चाहिँ क्लिनिक हुने प्लान्टको चाहिँ क्लिनिक नहुने भन्ने हुन्छ नि त होइन अनि त्यहाँ यहाँ चाहिँ विभिन्न प्रकारको कहिलेकाहीँ केसहरू आउँछ तपाईँको रोग लागेको छ भनेर बिरुवा बोकेर आउँछन् होइन माटो चेक गरिदिन भनेर आउँछन् भनेको त्यहाँ चाहिँ प्लान्टको केसहरू हेर्छौँ हामी कहिलेकाहीँ रोग लागेको हुन्छ रोग लागेर चाहिँ यो रोग लागेको के हो हामीलाई विषादी भनिदिनुहोस् भनेर आउँछौँ अनि त्यस्तो बेलामा चाहिँ प्लान्ट क्लिनिकमा चाहिँ हामी जसरी मेडिकलले मान्छेलाई औषध दिन्छ नि त्यसरी नै प्लान्ट क्लिनिकमा हामी के गर्छौँ रोगहरू किराहरू त्यसको बारेमा के गर्छौँ अध्ययन गर्छौँ त्यहाँ हुन्छ अनि समयमा हामी ठाउँमा गएर के गर्छौँ प्लान्ट क्लिनिक गरेर मोबाइल प्लान्ट क्लिनिक गरेर तपाईँहरू वहाँ गएर हामी के गर्छौँ उपचार पनि गर्छौँ एनाटोमी सबै रियल हड्डी आमा यो निकाल्ने बेला त गाह्रो पो पर्ने रहेछ त नि ल अब त सर लाग्यो शङ्ख बजाउनु पर्ने रहेछ या बाबु तै मिनी बसमा वाउ यहाँ माथि चढ खर बच्चा पारे चाहिँ आजकै हो यो के खै त माछा यस्तो माछा भेटनरी टिचिङ हस्पिटल कलेज अब घुमिसक्यो अब यहाँ एकछिन किन बस्छु भने बस्नु भन्नुभएको छ यहाँ स्टुडेन्टहरू दाईहरू